यो वीरेन्द्र चौपारी म्याग्दी जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। यहाँ ठुलो पिपलको रुख छ। यो पिपलको रुखमा बनाइएको छ। यहाँ सबैजनाहरू बुवाआमाहरू शीतल तापेर बस्नुहुन्छ, गफ गर्नुहुन्छ। यो ठुलो रुख छ, पिपलको रुख छ। यहाँ शहीद स्मारक पनि छ। यहाँ द्वन्द्वकालमा बेनी घटना भनेपछि यो सबैजनालाई थाहा हुन्छ। बेनी घटना एकदम ठुलो भएको थियो। यो चाहिँ पोखरातिर जाने बाटो हो भने यो चाहिँ जोमसोमतिर जाने बाटो हो। यो उतामाथि गाउँतिर दरबाङ जान्छ। यहाँ बुवाहरू मजाले बुवाआमाहरू गफ गर्ने बस्ने गर्नुहुन्छ। यसै गरी यहाँनिर यो म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका स्थितको यो ठाउँहरूको पहिचान छ। यो मालिका गाउँपालिकामा पर्ने मालिका धुरी पनि राखिएको छ। यो चाहिँ मङ्गला गाउँपालिकामा छ भने यो चाहिँ बेनी नगरपालिका स्थित यो चाहिँ रावण यहाँ जन्मिएको भन्ने खालको एउटा किंवदन्ती रहेछ। अब त्यो चाहिँ नहोला। यो चाहिँ रघुगङ्गा गाउँपालिका भयो। यो चाहिँ अन्नपूर्ण गाउँपालिकामा पर्ने नार्चेङ झरना पुनहिल लगायत कुराहरू छन् भने यो चाहिँ बेनी नगरपालिकाको जगन्नाथ मन्दिर भन्ने छ। बेनीमा छ गलेश्वर धाम रहेको छ। बेनी यो चौतारी आश्रम भन्छ। यो वीरेन्द्र चौतारी हो। यहाँ हाम्रो महावीरपुरको सम्पर्क कार्यालय पनि यहाँ रहेको छ। यो बुवाहरू मजाले शीतल ताप्ने बस्ने गफ गर्ने गर्नुहुन्छ। धर्म कर्म